हेलो नमस्ते सोलुखुम्बुको सल्लिरी स्थित माथि राजनाङ्गे डाँडाबाट देखेको दृश्य हेर्नुहोस् है। यहाँबाट यो म राजनाङ्गे डाँडामा छु। राजनाङ्गे डाँडाबाट माथि यो देखिरहेको टावर चाहिँ यो क्याम्जे टावर, नेपाल टेलिकमको एनटिसी टावर र एनसेलको टावरसँगै छ। यहाँबाट चाहिँ यो हिमालहरू देखिँदो रहेछ। यहाँ बेसरी त वर्षा त अलिकति यो देखिन यहाँबाट। यहाँबाट मेरा पिकहरू देखिरहेछ। आज साँझको बेला मौसम खुलेर देखेको दृश्य हो। त्यहाँबाट गएर यहाँ त छैन यो मापे दुधकोशी गाउँपालिका नम्बर 4 को घुम्ने मेरा भन्ने शेर्पा बस्ती छ। यहाँ गुम्बा छ। यहाँ एकदमै रमाइलो ठाउँ छ। यहाँबाट देखिरहेछ। यहाँबाट म अझै यहाँ जुम गर्दैछु। गहुँ पाकिरहेको देखिँदो रहेछ। आलुहरू बोटहरू राम्रो देखिरहेछ। घर छेउडो गाईहरू आइरहेको देखियो। गुम्बा छ। गुम्बामा लामाहरू पूजामा व्यस्त हुनुहुन्छ कि जस्तो छ। यहाँ रमाइलो बस्ती छ शेर्पा गाउँ। एकचोटि तपाईँहरू पनि आउनुभयो भने घुम्नुको लागि आउनु होला। ठ्याक्क तपाईँलाई म घुम्ने मेरा घुम्न आउँदाखेरि र लोकेसन दिन चाहन्छु। तल यहाँ होमस्टे पनि छ है। तपाईँहरूलाई खाना चिया नास्ता बस्नका लागि यहाँतिर चाहिँ होमस्टे छ। ठ्याक्कै यही हो है होमस्टे। ल त्यहाँबाट गएर पारि यो साल्पा डाँडाहरू देखिरहेछन्। विभिन्न ठाउँको डाँडाकाँडाहरू यता हालेसीको साइड खोटाङ रमाइलो ठाउँ छ। रमाइलो लागिरहेछ। मौसम खुलेर एकछिन भए पनि भिडियो खिच्न पाइयो। हस् त।